हेलो गाइज, हेलो साथीहरू। आज हामी पुसे 15 को दिन कोलमा कोटमा है। यता चाहिँ यो कोलमा भयो, कोलमा गाउँ भयो। अनि म हजुरलाई कोलमा कोट कस्तो छ भनेर देखाउँछु है। कोलमा कोट एकदम राम्रो ठाउँ, हाइटमा छ। ठ्याक्कै भन्नुपर्दा अब कति छ हाइट भनेर चाहिँ अब त्यो अलि थाहा छैन मलाई। उहाँ माथि देख्नुभएको होला कोलमा कोट लेखेको। यता चाहिँ हाम्रो घर परिवारहरू है। यता हेर्नुहुन्छ भने गाउँ टन्नै देखिन्छ गाउँहरू। यता गाउँहरू के छन् मैले नि बिर्सिएँ हो। हामी पढ्दाखेरिको गाउँहरू ओरस्टे, मड्किना, यता कल्छ्याङ्दी के भन्ने हुन्। यता दिदीबहिनी छन्। अनि यता दाउरी मेरो, अरूको त होइनन्। अनि यहाँ यस्तो छ, त्यता कोलमा कोट लेखेको छ। ओरस्टे तल हो। हो त्यहाँ कोलमाको होमस्टे चाहिँ त्यहाँनिर छ है। टक्क हामी पढ्दा त यस्तो थिएन। अहिले घन्टी सन्टी राखेर चट्टा बनाएछन्। यहाँ सायद आज पुसे 15 पिकनिक खाँदै होला। हामीलाई नि यसो बोलाएर रोटी सोटी दिए त हुन्थ्यो। टक्क यता लिएर गाउँहरू यस्तो छ। हिँड्दा थकेला। टक्क यहाँ एउटा फोटो खिच्ने ठाउँ पनि रहेछ। ल कोलमा आएको चिनारी। ल यो चाहिँ मेन डाँडा भयो कोलमाकोटको। छोरी उता भुङ्गा हुन्छ। यता पोखरी छाप जाने बाटो, यता कालखुतिर यता तल भइहाल्यो। यता ओरस्टे, मड्किना है यस्तरी। यता कोलमाको गाउँ। ल कोलमाकोटको यही है।